Hello, good morning ladies and gentlemen. We are from Sky Home Waterproofing and Renovation. So आजसम्म हामीले रिनोभेसन गरेको वाटरप्रुफिङ गरेको प्राय भिडियोहरु कमै हालेका छौं र यो भिडियो चाहिँ तपाईहरुको लागि एउटा बाथरुम रेनोभेसनको कामहरु कसरी हुन्छ भन्ने विषयमा चाहिँ तपाईलाई आजको यस भिडियोमा हामी देखाउन जाँदै छौं। सो अहिले चाहिँ हामी यो ललितपुरको एकजना क्लाइन्टको घरमा छौं। आजसम्म हामीले कुनै पनि प्रोजेक्टहरुको भिडियो तपाईलाई पब्लिश नगरे तापनि तर आज चाहिँ यो बाथरुम चाहिँ कसरी रेनोभेसन गरिन्छ भन्ने विषयमा चाहिँ तपाईलाई देखाउन जाँदै छौं। यता आउनुस् त। सो यो चाहिँ पुरानो बाथरुम हो। खासमा सुरुमा चाहिँ यो एउटा मेन प्रब्लम भनेको चाहिँ यो बाथरुमको लिकेजहरु आएर चाहिँ यसमा हामीले फ्लोरको मात्र काम गर्ने प्लान गरेका थियौं र क्लाइन्टको रिक्वायरमेन्ट चाहिँ के भयो भने हामीले यहाँ जुन यो 15-18 वर्ष अगाडि युज गरेको यो जुन ड्राई पाइपहरु छ यसलाई चाहिँ कम्प्लिटली चेन्ज गरेरै गरौँ भन्ने जस्तो कुरा भएको कारणले गर्दा हामीले जति पनि जीआई पाइपहरु छ सबै निकालेर अनि यो नयाँ टाइलहरु लगाएर चाहिँ यहाँ काम गर्ने सोचेका छौं। सो यो पनि सबै त्यो सिपेजले गर्दा चाहिँ यो वालहरु बिग्रिरहेको थियो। अनि लाइक देख्न सक्नुहुन्छ यो सबै हामीले यो सिपेजले बिग्रेको वालहरुलाई पनि यो ट्रिटमेन्ट गर्नको लागि प्लास्टर डिसमेन्टल गरेर अहिले रेडी बनाएर राखेका छौं। र बाँकी भनेको यहाँ तपाईको यो स्यानिटरी कनेक्सनहरु सबै यो निकालेर अर्को नयाँ कनेक्सन आउँछ। यो जुन तपाईले जति पनि देख्नु भएको छ यिनीहरु भयो यो जति पनि यो जीआई पाइपहरु गर्ने फिटिङहरु छन् यिनीहरु यो सबै तपाईको पहिलाको जीआई पाइपहरु सर्लक्क निकालेर अनि यहाँ चाहिँ तपाईको नयाँ फिटिङ गर्ने हो। नयाँ फिटिङ गरेर तपाईको नयाँ टाइल्स लगाउने र नयाँ फर्मेट फिट गर्ने। त्यसपछि तपाईहरुलाई यो बाथरुमको चाहिँ एक्चुअलमा लुक्स कस्तो आउँछ त्यो हामी तपाईलाई पछि देखाउने छौं। हस् त, धन्यवाद।